हिन्दूको पुराण महाभारत रामायणमा होस् या किराँतको मुन्दुममा होस् या क्रिस्चियनको बाइबलमा होस् या त मुस्लिमको कुरानमै किन नहोस् विवाहको बारेमा उल्लेख नगरेको सायदै छैन होला। परापूर्व कालदेखि नै विवाहलाई एउटा पवित्र बन्धन र एउटा नयाँ जीवनको सुरुवातको रूपमा मानिन्छ। तर पछिल्लो समयमा विवाह एउटा पवित्र बन्धन भन्दा पनि देखावटी सज्जा बन्दै आएको छ। अहिले वैवाहिक जीवन कसरी सुखद बनाउने भन्दा पनि मानिसको ध्यान विवाहमा कसले के दियो, कसले कति खर्च गर्यो, दाइजोमा के आयो अनि टिकटकमा कति लाइक आयो, यस्ता कुरामा जान थालेको छ, जसले गर्दा विवाहको वास्तविक मर्म नै मर्दै गएको छ कि भन्ने पनि लाग्छ। हाम्रो देशको कानुनले सांस्कृतिक परम्पराको आधारमा विवाहलाई प्राथमिकता दिएको छ। लिभिङ टुगेदरलाई हाम्रो देशको कानुनले चिन्दैन। अझ भनौँ यसको बारेमा हाम्रो देशको कानुन मौन छ। कोर्ट म्यारेज त डिपेन्डेन्ट भिसामा जानको लागि मात्रै गरिन्छ भन्दा फरक नपर्ला। जब परम्परागत विवाहमा विकृति मिसियो तब समाजले विवाह चिन्न छाडेको छ। अहिले यहाँ विवाहको नाममा विकृति हुन्छ। विवाहमा गर्ने खर्च रोक्न र नियन्त्रणका लागि सामाजिक व्यवहार सुधार ऐन 2033 ल्याइयो। यस ऐनमा 51 जना जन्ती अथवा बन्यात लान नपाइने, नजिकका नातेदार बाहेक अन्य छर छिमेकका इष्टमित्रबाट 51 जना भन्दा बढी व्यक्तिहरूलाई भोजमा समावेश गर्न नपाइने, विवाहमा कुनै प्रकारको भाडावाला नाच लान नपाइने, आताबाजी गर्न नहुने लगायतका नियमहरू छन्। पछिल्लो समय 2072 सालमा संशोधन भएको यो ऐनमा यी कुराहरू जस्ताका त्यस्तै राखिएको छ। तैपनि अधिकांश सहर बजारमा हुने विवाह यो कानुनको धज्जी उडाइरहेको देखिन्छ। यसरी हुने र गर्न सक्ने वर्गले त ब्याचलर, ब्राइडल, मेहेन्दी, हल्दी, सङ्गीतकै कार्यक्रम राखेर गरगहना, भोज भतेर, स्याहार सिंगारमा प्रशस्त खर्च गर्न सक्लान्। तर यसको प्रत्यक्ष असर भने मिडल क्लास फ्यामिलीमा पर्न गइरहेको देखिन्छ। मिडल क्लास फ्यामिली त्यस्तो भनरेबल ग्रुप हो जसले देखावटी गर्नै पर्छ। थाहा छ उनीहरूलाई आफ्नो क्षमताले यत्रो विवाह गर्न सकिन्न भन्ने कुरा। तर फलानाकै छोराछोरी देखेर उनीहरूले आफ्नो घाँटी नहेरी ठुला हड्डी निल्न बाध्य भइरहेका हुन्छन्।